फाइनली लेकतिर पनि पुग्यो क्या। यसपालि धेरै हिउँ चाहिँ नरहेछ पोहोर प्रार साल भन्दा त। नत्र त यसमा त पुरा बराबर हो क्या, हिँड्नै सकिँदैन। यो हाम्रो पोलाबन हो क्या। अनि ब्याक साइडमा बुदी, यो हाम्रो पञ्चायत चुली, यो 5 चुली छ क्या, त्यसै लागि हामीले पञ्चायत चुली भन्छौँ यसलाई। खतरा उडान हेर्नु, कत्रा खतरा देखा त्यो पुरा खतरा देखा। मम्मी र ड्याडी खाना खाँदै हो क्या अहिले। दिउँसोको 11 बजिसक्यो। जतिखेर भोक लाग्यो त्यतिखेर खाने हो। वनमा त बिहानै बनाएन हो, रोटी लग्ने हो, त्यही हो। अनि हामीले बनाएको मन्दिरहरू त्यो यो बहिनीलाई हेर्नु, घरमा टाइमै पाउँदैन यसले कपाल गर्नको लागि। हाम्रो वन, बुदी वन, यो मैले चढाएको ढुङ्गा हो क्या यो, ताकि कोही मान्छेहरू बाटो नबिर्स्यो भनेर। त्यहाँ हेर्ने हाम्रो तलबाट आउँछ क्या हामीहरूले। सौगाहरूको हेर्ने वन, भोटेहरू। अनि कसले मलाई चिन्नुहुन्छ भने यसो लाइक साइक हानिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई। त्यही हो, चिन्ने भए लाइक साइक हानिदिनु होला। अनि बादल सादल हेर्नु कति खतरा छ क्या, म त पुक्लुक्कै ढले त यार यो देखेर त। अनि तलनिर हाम्रो धेरैजना बस्छन् क्या पाल, लगभग 15-20 पाल बस्छन् कि। मेरै ठुलबुवाहरू बस्छ क्या यो वनमा। यो सब यो यार्चा गुम्बा मिल्ने यो ठाउँमा। अनि अहिले तल मम्मी र बहिनी खोज्दै होला। मम्मी र बहिनी किरा खोज्दै हो क्या। अहिलेसम्म त भेटा छैन एउटा पनि। मम्मी र ड्याडी कुहिरो लागेर बाटै बिर्स्यो क्या हामीहरू त। त्यही कुहिरो फाटेर र जाउँला भनेर। हेर्नु न, यसलाई जहिले पनि मोबाइल चलाएर हुन्छ। दिन घरमा भए पनि त्यही मोबाइलै हो, वनमा पनि मोबाइलै हो, त्यसले चलाएको। अनि त्यो दाइ बाटो हेर्दै हो क्या, कहाँ हो हराए जस्तो छौँ हो हामी त। अनि मेरो त जुत्ता देख्यो। अनि म के गर्ने, यस्तै हो। हाम्रो टाइगर त्यो पारिको वन हो क्या, त्यो इन्डियाको नजाङ्गी भन्ने ठाउँ हो क्या त्यो भनेको। अघिबाट भेट्टा थिएन, अब अहिले त एउटा पिस भेटायो क्या। हेर्नु कति खतरा, 2 हातले निकाल्दैछन्। बहिनीले पनि भेटा छैन, हेर्दैछ दोस्रो मिल्छ कि भनेर। हामी चाहिँ अब बजारतिर जानु लाग्यो क्या, इक्जाम दिन 12को। नाक चढेर हेर्नु कस्तो रातो भयो। अघि देखाएको थिएँ नि मैले, त्यो माथिको डाँडा हो क्या। दाइ अघि म पछि हो क्या, जाँदै घर जाँदै हो। अनि 1-1.5 हप्ताभित्र आउने हो। फेरि 1-2 महिना बस्ने र जाने हो क्या। जेठको महिना हेर्ने हो, असाढको महिना जाने हो क्या, घर जाने। इन्डियाको हो। त्यहाँ तलबाट यहाँ माथि आउने हो क्या, हाम्रो इन्डिया ट्विन तरेर माथि आउने हो क्या। अनि हाम्रो किरा हेर्ने ठाउँ हो हाम्रो वन, बुदी वन। अनि म चाहिँ पछाडि, दाइ चाहिँ अगाडि। त्यही हो। खासमा भन्नुपर्दा 1-1.5 हप्ताभित्र आउने हो, त्यही हो। किरासिरा हेर्नु न, झर्ना कति खतरा झर्ना छ क्या। धेरै ठुलो झर्ना छ क्या। खासमा यो ड्यामको पानी हो क्या, ड्यामको पानी भित्र। अनि अहिलेको लागि यति नै। बाँकी अर्को ब्लगमा हेर्दै गरौँला ल।